हेलिकप्टरबाट पुरै उद्धार गरिरहनु भएको मान्छे हेर्नु कति धेरै त्यस्तो अवस्था पनि देख्नु पर्यो भगवान् आज ल कत्रो बजार थियो सबै स्वाहा भएर मान्छे कसरी त्यत्रोहरू छतमा गएर कति डरायो होला कति घर थियो एउटा घर छैन पुरै हेलिकप्टरबाट उद्धार गर्दै 50-वटा मात्रै यति मात्र थियो 50 ढुङ्गेबाट यहाँ त कति नि बजार आधी जति सिद्धिस्यो यस्तो गरेर बिजोग के हुनला भगवान् यो अब कहिले सल्भ हुनेलाई हो हामी कहिले कहाँ हामी कसरी जाने होला कहीँ जानु पर्यो चाइनादेखि इन्डियासम्म कुनै पुल छैन खोलाको हेर्नु यसरी उद्धार गर्दैछ हेलिकप्टरले कसरी बस्नु भयो होला हेर्नु त ल त्यत्रो खोला आयो भने त्यो बिचो छतमा गएर कति डर लाग्यो होला बिचरा कस्तो दैविक प्रभाव पनि खप्नु पर्ने रहेछ मान्छेले यो त्रिशुली खोलाले अहिलेसम्म एउटा ढुङ्गा पनि कसैलाई ढुङ्गाले लाएर पनि मर्यो भने थाहा थिएन बाढी जत्रै आए पनि यति सेफ भएको थियो अहिले यो चाइनाको ड्याम फुटेर यत्रो बिजोग भयो हाम्रो ल हेर्नु त यहाँ साथीहरू यस्तो बिजोग छ कि के भन्नु कत्रो थियो यो बजार कत्रो थियो तुप्से बजार एउटा केही छैन बेटाती केही छैन त्रिशुली केही छैन देवीघाट केही छैन त्यहाँबाट तल बसी गल्छीदेखि लिएर सब नेपाल पुरै सोहा बनायो चाइनाले गर्दाखेरि के गर्नु जस्तो पऱ्यो नि खप्न पनि लास्टै तनावको स्थिति छ साथीहरू नुवाकोटको हालत लास्टै तनाव छ लास्टै कहीँबाट आवाजात गर्ने ठाउँ छैन यदि कोही मान्छे बिरामी भएर भन्यो भने अब लास्टै हुने मर्ने बाहेक केही उपाय छैन कि हेलिकप्टर चार्टर गरेर लानु पर्यो सबैसँग पैसा हुँदैन एकदम नाजुक अवस्था छ ल तपाईँहरू राम्रोसँग सुरक्षित साथ बस्नु होला जो जहाँ हुनुहुन्छ जस्तै पऱ्यो नि खप्नु परिहाल्यो गर्नु पर्यो सबैजना हजुरहरू सेफ भएर बस्नुहोस् मैले भिडियो बनाएको छु यहाँ नेटवर्क केही छैन म पछि हाल्छु हजुरहरूले हाम्रो लागि भने पे गरिदिनु होला हेर्नु यसरी मान्छे लाँदै हुनुहुन्छ तर कति बेर लाग्यो कति धेरै मान्छे हुनुहुन्छ क्या यहाँ कसरी बन्नुभयो होला भगवान् यत्रो बजार पुरै स्वाहा पहाडलाई हेर्नु त साथीहरू ल हेर्नु कत्रो घरहरू थियो यहाँ कत्रो बजार थियो लास्टै तनाव स्थिति छ साथीहरू